जान्छ है छोरीको रोग ल अझै छल्दैछस् कि क्या हो तैँले छल्दैछ के हो छल्दैछ के हो डराउँदिन भन्छ त चेडो दुर्गा नै रोकिदिन्छु भन्छ त के हो चेलो के हो चेली चेली ए दुर्गा रोकिदिन्छु भन्दैछ के हो सक्दैन मैले हेर्दैछु राम्रो गरिदिनुहोस् काठमाडौँ पुग्नु छ नि गरिदिने बेलामा म छु मैले गर्दै सबै सिकाएँ म हुनेर कोही पनि थिएन भक्ककै ढालिदिन्छु भन्दैछ त को छ यहाँ खुलाइ गर्छ चेली यसलाई अहिले छोडिदिउँ होइन होइन खुलाइ त भक्ककै ढाल्छु भने चाहिँ को हो म मान्दिन खुलाइ त छिटो छिटो अहिले खुलाएर ल्याउ ल यसलाई नुहाउँछ मैले यसलाई मेरो शक्ति देखाइदौ ल मेरो होइन तिम्रो देखाइदौ हात छैन हो हात छैन पख म हेर्दैछु ल दुःख दियो आजदेखि आसम्म नआऊ है तिमी फेरि सर्वनाश है तिम्रो आउनुबाट जाऊ है को हो तिमी यस्तो भन्यौ मलाई तिमीले के गर्न सक्छौ लु गरेर देखाऊ अनि मात्रै म तिमीलाई मान्छु गर्नु त अब बेला आउँदैछ नि तिमीहरूलाई गर्नैको लागि तिमी गर्नै सक्दैन अनि के बेला आउँछ भन्छ सबै कुरा गर्नु सबै गर्नुहुन्छ चिन्ता नगर्नुहोस् यस्तो गर्छ हेर त लु के गर्नु पाँच बेला भनेको ब्रह्माण्डको शक्तिशाली आमा हुनुहुन्छ तिमीले मलाई के नाको बाटो लाउन सक्दैनौ मसँग के बिच रे योसँग के बिच चामल दिनु के छ चेलो त के चेलो भन त कुकुरलाई अरे यो कुकुरलाई के हो यो कुकुरलाई के हो के दुर्गा आउनु मात्रै भएको अरे चेलीले केही जानेको छैन भन्छ त नजाने सिकाउनुहुन्छ नि त ल धेरै नबोल ल तिमीलाई गाह्रो हुन्छ है नबोल है स्वरै बसिसक्यो के गर्नु सक्छु सक्दैन रहेछ ल भन्छ सक्छु त जाने बित्तिकै ढालिदिन्छु भन्छ के हो यहाँ हेर तिमी के छ भने ढालिदिने ल तिमी यहाँ हेर यहाँ हेर है सक्दैछ मलाई बाँध्नै सक्दैनस् भन्दैछ है किन बाँध्नु सक्दैन यहाँ ढाल्दा त त्यही ठाउँको ठाउँदैलाई ढाल्दै चाहिँ ढाल्दै मरस अलि बेला भएको छैन एउटा हात छैन अर्को पनि पक्कै बनाइदिनुहोस् यसलाई सन्तान हो मसँग काल भैरव छ रे के हो यो के भन्छ यसले मसँग काल भैरव छ रे बीच छ रे दक्षिण कालीले हात छोडेर के भयो त मलाई रे ओ तँलाई लाज छैन त तीको मान्छे यहाँ यसरी बोल्न तँलाई अलिकति शरम छैन तँलाई छिछि दुदु तँलाई अलिकति हित केही छैन तँलाई त कुकुरलाई केही छैन त कुकुरलाई किन बोल्दैन गन्दा बानिदिन्छु है फेरि पनि बोल्यो भने बोल्दैन त के हो तँलाई घिन छ कि छैन तँलाई लाज यत्रो मान्छेले तेरो सबै खुलाइसके तँलाई अलिकति घिन लाज तर मसँग यस्तो छ तँलाई अलिकति तेरो आफ्नो इज्जतको डर छ कुकुर के हो चेलीलाई नहेर मलाई खोलामा गइदिनु भन्नु ल त्यो भरे खोलामा बगाइदिनु भाइ कहाँ जानु चिया बनाउन जानुभयो होला चेलाको जिउमा सर्न के आउँछु भन्छ त के चेली के गर्न सक्छ यसले केही गर्नु सक्दैन चिन्ता गर्नु पर्दैन ल म छु ब्रह्माण्ड शक्ति दुर्गे काली नाग देवताहरू हुनुहुन्छ यहाँ मैले गणेश भगवान विराजमान समस्त विस्तार म गर्छु यी चेली आतिदैछिन है यी चेली यसलाई नआत्ता भन म गर्छु म सिकाउँदै ल्याउँछु है ल बजाउनु पर्दैन यो बजाउनु बजाइदेऊ त मरु त्यो अनि भाषालाई बजाइदिनु मत बजाइदेऊ रोक दे हातै गराइ
बन्द गरिदियो दिदी आउँछस् कि आउँदैनस् ल भन् 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 के हो आउँछस् कि आउँदैनस् अब चियो चर्चा गर्न आउँछस् कि आउँदैनस् है कुकुर आउँदैन मैले तँलाई लाज घिन डर समाजले यसो छिसी दुर्दुर गर्छन् भने डर छ भने के गर्छस् बन्द गर्नु तेरो